यहाँ चाहिँ यो के भन्नु मलाई मन नपरे ल्याइदिएको भन्नु नमिल्ने हो फ्रेन्ड्स फरेभर आई मिस यु वी विल मिस यु पूजा अब के भन्नु हैन है हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल तपाईँहरूलाई मेरो च्यानलमा फेरि स्वागत छ र आज मैले फेरि एउटा भिडियो लिएर आएको छु र यो भिडियो चाहिँ एकदम रमाइलो अनि फन हुनेछ किनभने मेरो साथी यहाँ आफ्टर लङ टाइम भेटेको छ यहाँ बहिनी पनि छ र आज चाहिँ हामी यहाँ सानो पिकनिक भनौँ है हामी कति धेरै समयपछि भेटेको नि त हैन 5 वर्षपछि भेटेको सो हामी चाहिँ आज इन्जोय गर्दैछौँ मलाई पनि खुसी लागेछ दिदीहरूसँग भेट भयो त्यही त है परदेशको जग्गामा अब कस्तो धेरै गर्मी कति मजा आयो है अब न तिनजना यहाँ आऊ बहिनी यो घडीको छेउमा घडीको पन्ना हामीलाई बानी छैन नि त ऊ चाहिँ धेरै भिडियोहरू बनाइरहेको छ पहिलोचोटि हो सो लिटिल नर्भस हो रे हम लोग हिन्दी पनि दिने अरे गालेले मैले अस्ति त हिन्दीमा बनाएको थिएँ कि फेरि आओस् आफ्नै जात आफ्नै नेपालीमै बनाऊ है भिडियोहरू एडिट गर्नै आउँदैन यहाँ चाहिँ हाम्रो खानाहरू छ यहाँ चाहिँ उयोहरू छ हाम्रो चिजहरू छ नि त यहाँ चाहिँ यो के भन्नु मलाई मन नपरे ल्याइदिएको भन्नु नमिल्ने हो यहाँ चाहिँ मेरो सानो एउटा लुगा छ तर एकदम दामी देखिरहेको छु तँलाई निकालेर देखाइदिउँ भन्नु नमिल्ने भयो अहिले भरे लगाउँछ मेरो साथीले नाच्छ मन पऱ्यो भने लाउनु मन नपऱ्यो भने विचार गर्नु ल एकदम राम्री छ है यहाँ चाहिँ अनि ब्युटिफुल लेडी क्विन छ यता चाहिँ हामी कस्तो राम्रो फोटो खिच्दै ल अनि हाम्रो कस्तो दामी आएको साथीले पठाइदिएको सबनामलाई खाना उसले खाना खाएको छैन नि त हो अनि त्यसको लागि यो पठाइदिएको नि सुलोचनालाई धेरै धेरै धन्यवाद यो चाहिँ हाम्रो साथी फ्रेन्ड्स फरेभर केक हामी आज काट्दैछौँ 5 वर्षपछि भेटेको सेलिब्रेट गर्दैछौँ कति वर्ष बादमा भेटेको है के भन्छ हामी दुईजनाको भेट भएको खुसीमा उता बहिनीलाई पूजालाई पनि मिस गरिङ भन्न पूजालाई पनि हामीले धेरै मिस गरेको छौँ हो यो चाहिँ उता बहिनीलाई देखा त बहिनीले हामीलाई गिफ्ट गरेको ल थ्याङ्क यू उसले हामी दुईजना भेट भएको यसमा गिफ्ट दिएको हो यो चाहिँ हामी दुईजनालाई केक 5 वर्षपछि भेटेको हो नि त द्याट्स वाइ वी आर सेलिब्रेटिङ आवर फ्रेन्डसिप डेमा त थिङ न हो त्यही पनि ओके अब के देखाउनु भन्दा खोल्न अन्त यो हेरौँ न अब हामी यो खोल्छौँ बहिनी आउन बस यता तिमीले पो त हामीलाई यो त गिफ्ट गरेको नि केक चाहिँ यता म किन्छु दिदी म किन्छु भन्छ अनि अब मैले त्यही खोजिरहेको जस्तै भइदिएको म त फेरि फ्ल्याङ छु फ्रेन्ड्स फरेभर आई मिस यु वी विल मिस यु पूजा अब के भन्नु है अन्त अब खोलिदिउँ ड्याममै पहिला केक काट्नु अन्त यो खानु के यो खान्छस् पहिला होइन पहिला काटौँ न ल आउ न बहिनी बस लु कसरी हेरेर उयो गरेर मोबाइल कहाँ राख्छ तिम्रो लट्ठी ल्याइन नि लट्ठी कहाँबाट त्यहाँ थियो भने यस्तो भिडियो परबाट ए लिएर आउनु पर्थ्यो नि त हो अन्त हो यस्तो अहिले उ भएको क्या हो खै त अनि मेरो त अनि अनुहारै छैन त है यो चाहिँ हाम्रो फ्रेन्ड्स फरेभर केक होइन फोटो पनि खिचिदेऊ ल फोटो खिचाइ हुँदैछ हाम्रो भिडियोमा चाहिँ हामी मधुर आयौँ होला हो है मधुर आयौँ त्यस्तै लाग्दैछ भयो आऊ अब तिमी पनि भिडियोमा आऊ बहिनी आऊ बहिनी नमस्कार बिस्ताङ होला है लाइट साइड नबालौँ ल आमा झिक्रै झिक्रा भइसक्यो केक पनि चक्कु पनि अघि उयो मैला फालिसक्यो कि के हो तिमी त देखेनौ त बहिनी केले छोपियो नि त ऊ आउ न ए लास्टमा हामी तिनजना मात्रै भयो नि त हिजोको साथीहरू खोइ अरू कान्नै थियौँ त नि काटौँ न लु आऊ न घडी भएको हात यता घडी भएको हात ल्याउ न यता आउ न ल्या के भएको तिमी साथी हैन क्या फ्रेन्ड भनेछ सब तर पनि हामी चाहिँ सेलिब्रेट गर्ने त मौका त हो मौका मात्रै त हो है
मैले तँलाई भेटेको नि त आज कति 5 वर्षमा हो म खुवाइदिन्छु ल केक चाहिँ मैले पनि तल भेटेको नि अन्त अन्त हाम्रो बहिनीलाई मन पर्यो के भेज हो नि त भेलभेट मन पर्छ उम्, थ्याङ्क यू हम चाट्छु ल। ऊ त्यहाँ थियो त टिसु हालिदिएको छ सुलोचनाले अन्त पहिला त केक खाइहाल्नु खाऊ ल चाख्ने मात्रै हो नि हामी त फेरि खाँदैनौँ न नि मन पर्दैन नि त यी जुत्नु अरे के यस्तो भुताल भुताल गरेर के पानी चाहिँ मन पर्दैन क्या हौ मेरो यति खाएर आयो अन्त खाँदिनँ भन्यो होइन मन पर्दैन नि त मिठा खाऊ बहिनी म पनि खाँदिनँ दे खासमा मलाई मिठा मन पर्दैन नि त एक्लै चाहिँ बनाउँछ कि अहिले खान नानालाई पनि लगिदिनु पर्छ नि त अब कसरी किन होला लग्नु उयो छोरी राख्नु हुन्छ नि सुलोचनालाई अलिकति नानालाई अलिकति होइन तर केक मिठो छ नि मिठो रहेछ मन पर्छ भेज भेज नन भेज त्यो त मुख मात्रै रहेछ उस्तै त हुँदो रहेछ नि त होइन अन्डा नहालेको त हो अँ, तर मलाई त एक भएको चाहिँ मन पर्दैन बरु गनाउँछ नि ठुस्छ हो थाहा छ लुगाहरू कस्तो हुन्छ ऊ त्यो खानाको डब्बा तान त त्यो खाना दिउँ त यसलाई भोका सक्नु आमालाई पैसा हाल्छ पैसा त आमालाई फोटो हालिदिएको थियो हाम्रो हाम्रो चिन्नु पनि भएन होला आमालाई एउटा त तँ र नाना हो अर्को त दुईजना त को बहिनीलाई त चिन्दैन तर झन् चिन्दैन सक्नु भएछ अरे बिहोस हो। चिन्नु भएको भन्थे सक्नु भएछ नि त मोटाएर अनि होस् भएको छ नि। यम्मी केक हेर न उसले यस्तो बनाएको कति धेरै चामलको रोटी बनाएको रहेछ क्या बिचरा उसले बेसरी दुःख गर्यो नि आज आज त्यो हिजोदेखि अनि केही दिनु नि पाएको छैन उसलाई फेरि मैले जहिले आउने खाने जाने हुँदैछ क्या उसकोमा अर्कोचोटि आउँदा चाहिँ के गिफ्ट ल्याइदिनु पर्ला भन्दैछु जामा उसलाई छोटा दिन्छ नि त मन पराउँदैन रहेछ नि त उसले यसो नभए मैले उसलाई दिन्छु भनेको उसले सिधै होइन सबनामलाई देऊ उसलाई सुहाउँछ भनेको सुरुमै सबनामलाई देऊ हौ यो त तिमीलाई सुहाउँदैन डल्लो मान्छेलाई ऊ अलि आग्लो छ उसलाई सुहाउँछ भनेको क्या उसले नै नभए त म त अब के गर्नु भएको थिएँ नि है बहिनी मलाई भयो ल अब रोटी खाऊ अनि खाऊ खानापिना हो अनि फोटो खिच्नुपर्छ ल होइन अब फोटो त सुलोचनाले पठाइदिएको है अन्त सुलोचनाले किमा किमाको सब्जी हो अन्त उसले धेरै दुःख गरेर हामीलाई मिठो मिठो खाना पकाएर खायो त्यसको लागि थ्याङ्क यू छुट्टीको बेलामा म अन्त उसलाई त आनन्दले जुस लानु पाउँछ नि त मान्छेहरू ढुक्कै भएर हामी टन्न छुट्टीको टन्न बेलामा कस्तो हुन्छ है त्यही त हामी आराम टन्न गर्नु टन्न खाएर उम्, अब नदेखा ल अहिले हुन्छ बेसी खाएर आएको थियो उनीहरूले लेख्छु नि त्यो पनि खोला त बहिनी के लेख्छौ त्यस के पनि खाँदौँ न त अब हामी त बहिनी मैले भनेको छु तँलाई नर्स न गर्ने भयो कपाल बाँधिम मेरो साथी नखाइकन आइज भने पानी हो यो चाहिँ खाइहाल्छु ल यो चाहिँ के रहेछ हेरौँ त यो भेज हो यो नन भेज नन भेज नै हेर्नुपर्छ ल भेज त अब घर घर हेरेको हेरेकै हो साथै होइन अब 2-3 महिनासम्म भेजिटेरियन हो हामी स्मेल चाहिँ मिठो छ हो खाँदा कस्तो बहिनी लाउँ मिठो छ खाँदा थ्याङ्क यू सबनम तर जग्गै छैन दिदी खानुलाई हो न मिठो त रहेछ कि तर दिदीले ल्याउनु पेटमै नआट्ने क्या हो मैले भनेको त नखाएर जाउँ भनेर कसरी नखानु अब कसरी नखानु मेहनत गरेर बनाउनु भयो नखानु चाहिँ कसरी भन् न भोक लागिरहेको थियो त्यही माथि यस्तो चिजहरू कसले खाँदैन भन् त खाएको चाहिँ हामीले यो है यहाँ पनि छ नि फेरि एउटा मात्रै भनेको होला नि यहाँ चिकन हो नि चिकन हो नि चिकन त्यो भेज हो नि हुन्छ न चिकन किमा नि रोटी हो भने चाहिँ रोटी हो नि चामलको आटाको मिठो बनाएछ पिरो पिरो है उसले त खानाहरू कस्तो दाम खाएर बनाउँछ खाने भन्नु बनाउँछ भएको ए खाएँ ल भने खाएर सुलुलुलु भन्न सुलोचनाको हातको फर्स्ट टाइम चाख्नु पाएँ मिठो बनाउँछ
चाहिँ खाइसकेर यी सबै अब हाम्रो चाहिँ यति छ केक हो। अब यो चाहिँ अरू साथीहरूलाई पनि त दिनु पर्यो नि त। हाम्रो साथीहरू कोही कोही अब आउनु नपाउँदै गरेको छ नि त त्यहाँनिर। यो चाहिँ उब्रेको पाप्रेको खाना है, यो चाहिँ बाँड्दैछ। यति भए हुन्छ सुरुलाई। भिडियो चाहिँ एड गर्नु बिर्सिँदो रहेछौँ। हामी चाहिँ अब यहाँबाट छुट्टिन आँटेको, यिनीहरू चाहिँ जान्छ। हाम्रो छुट्टी सक्यो हो, उसको छुट्टी भर्खर सुरु हुँदैछ। बाई बाई। बाई बाई। अब हामी चाहिँ जाने।